नमस्कार, टिच हेल्प नेपालमा यहाँहरूलाई स्वागत छ। आजको भिडियो पाम्स V2मा एजेन्सी ट्रान्सफर कसरी गर्ने, एजेन्सी ट्रान्सफर गर्दा के कुरामा ध्यान दिनुपर्छ, एजेन्सी ट्रान्सफर गर्नुभन्दा पहिला कर्मचारीको नाममा रहेको जिन्सी तथा सम्पत्तिहरूलाई कसरी फिर्ता गर्न सकिन्छ भन्ने विविध विषयमा तयार पारिएको छ। यो भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। अब लागौँ भिडियोतर्फ। स्टोर किपर आइडी को अब्लिक प्रविष्टि अन्तर्गत अन्य विवरण प्रविष्टिमा क्लिक गर्नुहोस्। यहाँ बायाँतर्फ ड्यासबोर्ड भन्दा तल 5औं नम्बरमा एजेन्सी ट्रान्सफर देख्न सक्नुहुन्छ। यसमा क्लिक गर्नुहोस्। अब दायाँतर्फ एड न्यू बटन देख्न सक्नुहुनेछ। यहाँ पनि क्लिक गर्नुहोस्। अब एजेन्सी ट्रान्सफरको विवरण प्रविष्टिको ड्यासबोर्ड देखा पर्छ, जहाँ सरुवा हुन लागेको कर्मचारीको शाखा छनौट गर्नुहोस् र कर्मचारीको नाम पनि छनौट गर्नुहोस्। अब यहाँ मेन ख्याल गर्नुपर्ने कुरा चाहिँ के रहेको छ भने स्थानान्तरणको प्रकारमा सेवानिवृत्ति र एजेन्सी स्थानान्तरण देख्न सक्नुहुन्छ। कर्मचारीको सरुवा भएर अर्को कार्यालयमा जान लागेको अवस्था हो भने एजेन्सी स्थानान्तरण छनौट गर्नुपर्छ र कर्मचारीको सेवानिवृत्त भएको अवस्थामा भने सेवानिवृत्ति छनौट गर्नुपर्ने हुन्छ। अब सरकारको तहमा सरुवा हुन लागेको कार्यालय सङ्घ अन्तर्गतको हो भने नेपाल सरकार, प्रदेश अन्तर्गतको हो भने कुन प्रदेश अन्तर्गत पर्छ सो प्रदेश र स्थानीय तहमा भए स्थानीय तह छनौट गर्नुहोस्। सरुवा भएको कार्यालयको जिल्ला छनौट गर्नुहोस्, कार्यालय छनौट गर्नुहोस् र स्टोर कोड छनौट गरी सेभ गर्नुहोस्। यहाँ अर्को ध्यान दिनुपर्ने कुरा पनि के रहेको छ भने यदि तपाईले सरुवा भएको कर्मचारीको जिन्सी सहायक खाता तयार पार्नु भएको छ, उक्त कर्मचारीको नाममा रहेको जिन्सी तथा सम्पत्तिहरू अब्लिक प्रविष्टिको सम्पत्ति तथा जिन्सीसँग सम्बन्धीमा भएको फिर्ता दाखिला सहायक खाताबाट हटाउनु पर्ने हुन्छ। यदि सरुवा भएको कर्मचारीको नाममा रहेको जिन्सी तथा सम्पत्तिहरू हटाउनु भएको छैन भने एजेन्सी ट्रान्सफरमा सेभ बटन एक्टिभ हुँदैन र एजेन्सी ट्रान्सफर गर्न सकिँदैन। यो स्टोर किपरको लागि बलियो पक्ष पनि हो।